असिना पानी पुरै खुल्ली रूपमा लोडेड वाला असिना पानी खस्छ है गाई। त्यहाँ त यस्तो छ हेर्नुहोस् त असिना पानी पाल्पामा पानी परेन भन्दा आज यस्तो खतरा असिना पानी परेको। असिना पनि बहुत गाडी नै कुद्छ मेरो गाडीको यहाँ छ असिना सिसा नफुटे हुन्छ सबैजनाले हेर्नलाई गाईहरू असिना अब हेर्नु फेरि बराबर हुन्छ असिनाको नै भित्री पस्छ यो टोल झर्ने बाटो लत्रम्मै छ यी असिनाले मजाले छ यी असिना हेर्नुहोस् न आनन्दले त्यही भएर सबैजना सुरक्षित तरिकाले रहनु होला। हाम्रा बुवा दाजुभाइ दिदीबहिनीहरू सबैजनालाई सुरक्षित रहनको लागि म अनुरोध गर्दछु। यहाँ यस्तो असिना पानी झरेको छ, यदि कोही पनि बाइक स्कुटीमा हिँड्नु भएको छ भने यहाँहरू चाहिँ ख्याल गर्नु होला, मौसमलाई हेरेर हिँड्नु होला। कुरा यस्तरी छ, हिँड्ने अवस्था छैन यहाँ। म यहाँ पनि रोकिने पनि अवस्था नभएर म हिँडिरहेको छु। यहाँ रोकियो भने फेरि यहाँ बुट्टाहरू छ, यो बुट्टाहरूको केही भर हुँदैन। त्यही भएर यी पुरै बाटोभरि सबै असिनै असिना यो सबैजना होला हेर्नु होला। हाम्रो पाल्पामा पनि आज मिति 2082 साल 12 महिना आज 2 गतेको दिन यति धेरै पानी परेको छ कि यति पानी परेको छ। असिना पनि यस्तरी असिना बरफै बनेको छ। असिनाले पनि हेर्नुहोस् सबै असिनै असिना बरफै बरफ छ। ठाउँमा पानी परेछ, कुनै ठाउँमा असिना झरेको छ। सबैजनाको मार्फत नै देख्न पाइने छ भन्ने पुरो आशा पनि छ। यात्रा गर्दा ख्याल गर्नु होला। म त यहाँ अब रोक्ने ठाउँ साइडमा बाटोको छेउछेउमा बुट्टाहरू छ भने बुट्टाको छेउमा पनि नबस्नु होला। अहिले यो बेलामा हावाहुरीको मौसम हो, हावाहुरीले गर्दाखेरि अलिकति जनधनको क्षति हुनसक्छ। त्यही भएर यहाँहरू सबैजनालाई सुरक्षित रहनु होला, ख्याल गर्नु होला हिँड्दाखेरि यात्रा गर्दाखेरि भन्ने म सम्पूर्णलाई भन्न चाहन्छु। यहाँ अलिकति कम भएपछि चाहिँ यहाँ एकजना बुवा दौडिनु भएको छ, एकजना काँचो हिँड्नु भएको। यो हेर्नु त असिना बाटोभरि असिनै असिना चाहिँ यो सबै अझ पुरै बगेछ असिना। यतातिर पनि सबै छ, तर अहिले चाहिँ म गाडी चलाइरहेको गर्दाखेरि सबै खिच्न सकिनँ। धन्यवाद।